गर्मी बढेसँगै तपाईहरुको पनि फर्मको टिनमा यसरी स्प्रिङ्कल जोडिदिनु भयो भने पानी जोडिदिनु भयो भने तातो कम हुन्छ र अब टेम्परेचर मेन्टेन गर्नको लागि एकदमै सजिलो हुनेछ। गर्मी लागेसँगै तपाईहरुले पनि आफ्नो फर्ममा यसरी टिनमाथि यसरी स्प्रिङ्कल चलाइदिनु भयो भने टिन तातिनु कम हुन्छ र बङ्गुरको खोरको हाइट कम छ भने त तपाईहरुले एकदमै अनिवार्य रूपमा यसरी गरिदिनुहोस् ताकि तपाईहरुको बङ्गुरलाई गर्मी भयो भने एकदमै सजिलो हुन्छ। यो हाम्रो मेची एग्रो फर्ममा चाहिँ हामीले यसरी स्प्रिङ्कल चलाउने गरेका छौं। बीचबीचमा हाम्रो बङ्गुरहरूलाई एकदमै आनन्द हुन्छ। यो बङ्गुरहरूलाई यसो गरिसक्दाखेरि एकदमै आनन्द हुने भएकाले हामी चाहिँ यसरी टिनमा एकदम कृत्रिम वर्षा गराएर चिसो टेम्परेचरलाई मेन्टेन गराउने काम गर्छौं। तपाईहरुले पनि गर्नु भएको छैन भने आजै गर्नुहोस्। यो गर्नाले तपाईहरुको एकदमै कम्ती कस्ट लाग्छ। यसको लागि तपाईहरुले एउटा स्प्रिङ्कल चाहिन्छ। तपाईहरुलाई स्प्रिङ्कल अनि पाइप भयो, त्यति धेरै खर्च पनि छैन। यसरी गर्नुभयो भने टिन तातेर एकदमै बङ्गुरहरूले एकदमै आनन्द लिने गर्दछ। बङ्गुरको गर्मीको कारणले गर्दाखेरि बङ्गुरहरूलाई हुने यसरी पानी हाल्ने पछाडि पानी परे जस्तै भयो। आनन्दले यिनीहरू यसरी आनन्दले बसिरहेछ। यति भयो पछाडि यो बाहिर पानी परे पछाडि यसरी आनन्दले पानी परिरहेछ। हेर्नुहोस् त यति भएपछि त कम्तीमा बङ्गुरहरूले आनन्द लिन पायो। हेर्नुहोस् त आनन्दले पानी परिरहेको जस्तो भयो। तपाईहरुलाई यो आइडिया कस्तो लाग्यो? तपाईहरुले युज गर्नुभएको छ कि छैन? यदि गर्नुभएको छैन भने तपाईहरुले यो आइडिया युज गर्न सक्नुहुन्छ है। गर्मीमा बङ्गुरहरूलाई गर्मीबाट जोगाउनको लागि एकदमै उत्तम उपाय हुन सक्छ जस्तो लाग्छ मलाई। यो पानीबाट जोगाउनको लागि उत्तम उपाय हो। अघिसम्म पुरा तातो आइरहेको थियो यो टिनबाट, अहिले एकदमै पानी परेको जस्तो फिल भइरहेछ। गर्मी आनन्द भइरहेछ। यसरी तपाईले कम्तीमा 10-15 मिनेट 15-20 मिनेट यसरी पानी पारिदिनु भयो भने, मोटर लगाइदिनु भयो भने तपाईहरुको कस्ट पनि त्यति धेरै आउँदैन। यो जोड्नलाई पनि त्यति कस्ट धेरै छैन र बिजुलीको बिल पनि त्यस्तो कस्ट आउँदैन। मोटर जोडाएर मोटरको पानीले यसरी मजाले गर्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस्, हामीले चाहिँ एउटै मोटरको पानीले, यो सबै स्प्रिङ्कल एउटै पानीले, एउटै धाराको पानीले, एउटै मोटरको